नमस्कार, म किसान सुनार नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको केन्द्रीय अध्यक्ष र अहिले हामी यो व्यवसाय क्षेत्र सुनचाँदी रत्न आभूषण क्षेत्र अहिले आन्दोलनमा छ। विशेष गरेर आन्दोलित हुनुपर्नेको मुख्य कारण भनेको यो सरकारले अहिलेको आर्थिक विजेत अहिलेको बजेट 82-83 मार्फत सुनलाई एउटा विलासिताको वस्तुको रूपबाट 2% विलासिता शुल्क कायम गरेको छ र पत्थर र हिरालाई 13% भ्याटबाट हामीलाई यो एक खालको थप भार थपेको छ र सँगसँगै यसको स्पष्ट कानुन निर्देशिका नभएका कारणबाट व्यवसाय गर्ने कुरामा कठिनाइ छ र सरकारले विगतमा विभिन्न प्रतिबद्धताहरू व्यक्त गरेको थियो। त्यो प्रतिबद्धताहरू पुरा पनि भएको छैन। त्यस हिसाबले यो आन्दोलन गर्नुको पछाडि यो व्यवसायको निम्ति मात्र नभइकन यो आन्दोलन आम उपभोक्ताको हितमा पनि हो र सरकारको हितमा पनि हो। यो सन्दर्भबाट उपभोक्ताको हितमा भने जुन अहिले विलासिताको वस्तुको रूपमा कायम गरेर 2% विलासिता शुल्क थपेको छ, यो सुन चाँदी क्षेत्र विलासिताको वस्तु होइन। यो इन्डस्ट्रियल र मेटेरियल हो। यो हाम्रो धर्म, संस्कृति, परम्परा, संस्कृतिसँग जोडिएको विषय भएको हुनाले यसलाई विलासिताको वस्तुको रूपमा कायम गर्नु हुँदैन। हाम्रो उद्योगको क्षेत्रबाट, व्यवसायको क्षेत्रबाट हेर्दा यो हाम्रो कच्चा पदार्थ हो र अहिलेको संविधानले पनि यसलाई नगद सरको मान्यता दिएको हुनाले यो कानुन सम्बद्ध पनि अव्यावहारिक छ। यो आन्दोलित हुनुको पछाडि मुख्य रूपबाट अहिले भन्सार शुल्क तिरिसकेपछि विभिन्न शीर्षकमा उपभोक्तासम्म आइपुग्दाखेरि 1 तोला सुन किन्दा धन्दै हामीले भ्याट, यो विलासिता शुल्क यो सबै जोड्ने हो भने धन्दै एउटा उपभोक्ताको अहितमा र धन्दै 40,000 वरिपरि नै उपभोक्तालाई मार पर्ने हुनाले यो व्यवहारिक छैन। यो कानुन गर्ने कुरा पनि असम्भव छ र उपभोक्ता पनि हितमा छैन भन्ने हिसाबबाट हामीले आन्दोलित छौँ। यो आन्दोलनमा आउनुको पछाडि हाम्रो रहर होइन, हाम्रो बाध्यता हो र हामीले सरकारलाई राजस्व मार्फत अहिले पनि वर्षेनी 12 अर्बबाट भन्दा बढी सहयोग गरिरहेका छौँ, कन्ट्रिब्युसन गरिरहेका छौँ। हामी कर तिर्ने कुरामा हामी सचेत छौँ, राज्यलाई कर मार्फत योगदान गर्छौँ, तर व्यावहारिक रूपमा यो व्यवसाय क्षेत्रलाई बचाउनको निम्ति उपभोक्ताको हितको निम्ति अविलम्ब खारेज गर्नुपर्छ र हामीले अहिले मूल रूपमा 3टा मुद्दालाई उठान गरेका छौँ। प्रमुख कुरा यो विलासिताको शुल्कबाट जुन 2% कायम गरेको छ अविलम्ब खारेजी हुनुपर्दछ र भन्सार दर जुन 13% भ्याट कायम गरेको छ अविलम्ब खारेजी हुनुपर्दछ। बरु उपभोक्ताबाट फेरि पुनः बजारमा पुनः खरिदमा आउने हकमा केही निश्चित प्रतिशत रूपमा कर कायम गर्यो भने सरकारलाई राजस्व वृद्धि हुने, आपूर्ति श्रृङ्खलालाई पनि सहयोग गर्ने र उपभोक्ताको पनि हितमा रहने हुनाले हामी यसका चरणबद्ध आन्दोलन छौँ र हामी 29 र 30 गते बन्दबन्दी पसल व्यवसाय बन्द गरेर हामी बाध्यताले यो सडकमा आउनुपर्ने बाध्यता छ। 1 गतेपछि हामी काठमाडौँ केन्द्रित हाम्रो आन्दोलन रहनेछन् र 4 गते हामी देशभरिका व्यवसायीहरूलाई प्रतिनिधिमूलक रूपबाट काठमाडौँ बोलाएर त्यहाँ मार्फत उहाँहरूका एजेन्डा म्यान्डेटका आधारमा सरकारलाई अल्टिमेटम दिँदै विगत 12 वर्षभन्दा अगाडि सरकारले गरेको प्रतिबद्धता कारण गर्नको निम्ति, यो क्षेत्रलाई मर्यादित विकसित गर्नको निम्ति, यसको विशिष्टीकृत कानुन निर्माणको निम्ति र अहिलेको जुन बजेट यो आर्थिक विधेयकले अव्यावहारिक जुन करको रूपमा व्यवसाय उपभोक्तामाथि भार थपेको छ यो अन्त्य गर्नको निम्ति हामी विभिन्न चरणबाट निरन्तर रूपमा खबरदारी गर्दै आन्दोलनमा रहेको कुरा म यहाँलाई सबैले अनुरोध गर्न चाहन्छु। 2% खारेज गर, 13% खारेज गर, विलासिता खारेज गर, विलासिता खारेज गर, व्यवसायिकता जिन्दाबाद,